सुनसरी क्षेत्र नम्बर 1 सुनसरी क्षेत्र नम्बर 1 धरानवासी सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरूमा मेरो नमस्कार। आज हामी धेरै लामो यात्रा गरेर यहाँ आइपुगेका छौँ। उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टी बीच हामी एकीकरण भएर उज्यालो नेपाल पार्टीको तर्फबाट हाम्रो प्रत्यक्षतर्फको उम्मेदवार डम्बर लावती उठ्नुभएको छ। यो क्षेत्रबाट उहाँलाई अत्याधिक मतले विजयी गराउनु हुन सुनसरी क्षेत्र नम्बर 1 वासी सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक अनुरोध गर्दछु। साथै हाम्रो समानुपातिक तर्फ बाँसुरी चिन्हमा मतदान गर्नुहुन सम्पूर्ण देशवासी नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक अनुरोध गर्दछु। आज हामीले यो धरानको सहरमा परिक्रमा पनि गऱ्यौँ। धेरै ठाउँमा मतदाता र धरानवासी आमा बुवा दाजुभाइ दिदीबहिनीहरूसँग केही भेटघाट गर्ने अवसर पनि प्राप्त भयो। आजको यो बसाइ हाम्रो छोटो बसाइ हामीले यो क्षेत्रको डम्बर लावती जो प्रत्यक्षतर्फ उम्मेदवार हुनुहुन्छ उहाँलाई अत्याधिक मतले जिताउन हुन हामीले आज मतदाता भेटघाट कार्यक्रममा आएका हौँ। काठमाडौँदेखि हिजोबाट हामी यही कार्यक्रममा निरन्तर लागिरहेका छौँ। आज यहाँहरूले देखिसक्नुभयो हाम्रो जेन्जी आन्दोलन पछिको जेन्जी आन्दोलनमा भदौ 23 र 24 गते जुन घटना भयो, घाइते भयो र घाइते र शहीद परिवारको तर्फबाट उहाँहरूले स्थापित गरेको राष्ट्रिय परिवर्तन पार्टी र उज्यालो नेपाल पार्टी नै वास्तवमा यो देशको नयाँ शक्ति नयाँ पार्टीको रूपमा स्थापित भएको छ। हामीले उज्यालो नेपाल पार्टी भनेर दर्ता गर्दाखेरि यो देशलाई उज्यालो बनाउनलाई, यो देशको परिवर्तन गर्नको लागि, यो देशको आर्थिक रूपान्तरण गर्नको लागि हामी आएका हौँ। हामीले लोड सेडिङ अन्त्य गऱ्यौँ, देशलाई समुन्नत बनाउनलाई ऊर्जा क्षेत्रमा हामीले ठुलो परिवर्तन गऱ्यौँ। गाउँ गाउँमा विद्युत पुर्यायौँ, घाटाको संस्थालाई हामीले नाफामा पुर्यायौँ र देशबाट जलविद्युतलाई भारत र बङ्गलादेशसम्म पनि हामीले बेच्न सफल भयौँ। यो एउटा ठुलो परिवर्तन, ठुलो चाहिँ रूपान्तरण ऊर्जा क्षेत्रमा भयो। अब हामीले देशको रूपान्तरण गर्नुपर्छ। उज्यालो नेपाल समग्र देशको रूपान्तरणको लागि उज्यालो नेपालको लागि हामी उज्यालो नेपाल पार्टी दर्ता गरेर आएका छौँ। यो पार्टीले काम गरेर प्रमाणित गरेर परिणाम दिएर गफ गरेर होइन, भाषण गरेर होइन, परिणाम दिएर आएका छौँ। अब हामीले एउटा लोड सेडिङ हामीले अन्त्य गऱ्यौँ। यो देशभित्र धेरै किसिमको लोड सेडिङ छ। यो देशभित्र सुशासनमा लोड सेडिङ छ, भ्रष्टाचारमा लोड सेडिङ छ, समृद्धिमा चाहिँ समृद्ध देश हुन सकेको छैन। यो देशमा गरिबीको लोड सेडिङ छ, रोजगारीको लोड सेडिङ छ। सबै क्षेत्रको लोड सेडिङलाई अन्त्य गरेर उज्यालो नेपाल बनाउनलाई यो उज्यालो नेपाल आएको हो। उज्यालो नेपाल पार्टीले अब समग्र क्षेत्रको चाहिँ उज्यालो ल्याउने छ। हरेक नेपालीको मुहारमा उज्यालो ल्याउनको लागि यो उज्यालो नेपाल आएको हो। हामीले यो जुन काम गरेको चाहिँ कामबाट परिणाम दिएको चाहिँ नेतृत्व, कामबाट चाहिँ परिणाम दिएर आएको पार्टी र यो जेन्जी आन्दोलनमा एउटा ठुलो बलिदान, रगतको बलिदान दिएको पार्टी राष्ट्रिय परिवर्तन पार्टी, यो दुईटै पार्टी मिलेर हामीले चाहिँ उज्यालो नेपाल पार्टी यो संयुक्त पार्टी बनाएका छौँ। यही पार्टी हो अहिले यो देशको चाहिँ विकल्पको रूपमा, नयाँ शक्तिको रूपमा, नयाँ पार्टीको रूपमा यो देशमा स्थापित भएको पार्टी हो। पुरानो र नयाँको बिचमा तपाईँहरूले छनौट गर्दाखेरि उज्यालो नेपाल पार्टीलाई नै छनौट गरेर अत्याधिक मतले हामीलाई विजयी गराउनु हुनेछ भनेर हामी यहाँहरूसँग विश्वस्त छु। तसर्थ उज्यालो नेपाल पार्टीले आगामी दिनमा यो देशको समृद्धि, यो देशमा भ्रष्टाचार मुक्त सुशासनयुक्त समाज बनाउनलाई, विकृति र विसङ्गतिहरू हटाई यो देशलाई समृद्ध देश, यो देशलाई रोजगारी
चाहिँ सृजना गरेर यो देशबाट विदेशमा जानु, युवाहरू विदेशमा जानु नपर्ने अवस्था सृजना गरेर यो देशलाई अर्थतन्त्रमा आर्थिक रूपमा आत्मनिर्भर बनाएर यो देश समृद्ध देश बनाउनको लागि हामी आएका छौँ। तपाईँहरूले सहयोग गरेर हामीलाई जिताएर यो आगामी सरकारको नेतृत्वमा पठाउनुहुनेछ भन्ने हाम्रो विश्वास छ। तसर्थ एकचोटि तपाईँहरूले हामीले गरेको परिणाम र बलिदानको लागि, हामीले दिएको परिणाम र बलिदानको लागि विश्वास गर्नुहोला, हामीलाई मतदान गर्नुहोला र हामीले त्यसपछि यो 5 वर्षमा तपाईँहरूको विश्वास जितेर हामीले ठुलो परिवर्तन, आर्थिक रूपान्तरण र तपाईँहरूको विश्वास हामीले जित्नेछौँ र अर्को वर्षको अर्को पटकको चुनाव तपाईँहरूले यो पार्टी उज्यालो नेपाल पार्टीलाई नै चाहिन्छ भन्ने वातावरण हामी बनाउने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छौँ। यो यहाँ अघि डम्बरजीले भन्नुभयो यहाँका धेरै समस्याहरू मलाई पनि थाहा छ। यहाँका जलाधारका समस्या, यो चाहिँ सहकारी पीडितको समस्या ठुलो छ यो क्षेत्रमा। यहाँ चाहिँ ठुल्ठुला प्रोजेक्टहरू जुन चाहिँ यो तमोर डाइभर्सनदेखि लिएर सुरुङ मार्गदेखि लिएर यो विद्युतको लाइनहरू चाहिँ रूपान्तरण गर्नुपर्ने, स्थानान्तरण गर्नुपर्ने समस्याहरू, तमाम समस्याहरू छन्। त्यो समस्याहरू समाधान गर्नलाई पनि उज्यालो नेपाल पार्टीलाई तपाईँहरूले मतदान गर्नुपर्छ। तपाईँले यो स्थानीय रूपको समस्याहरूलाई समाधान गर्नको लागि पनि उज्यालो नेपाल पार्टीमा मतदान गर्नुहोला। यो देशको समग्र क्षेत्रको विकासको लागि यो देशमा भिजन भाषण सबैले दिन्छन्, गर्छन्, तर बोल्छन्, तर कार्यान्वयन गर्दैनन्। कार्यान्वयन गर्ने चाहिँ पार्टी र कार्यान्वयन गर्ने व्यक्ति भनेको हामी नै हौँ। हामीले कार्यान्वयन गरेर कुनै पनि क्षेत्रमा चाहिँ विकास निर्माणका विषय र समग्र नीति नियमलाई बनाएर हामी कार्यान्वयन गर्ने पक्षमा, कार्यान्वयनलाई द्रुत गतिमा कार्यान्वयन गरेर देशलाई समृद्ध बनाउने व्यक्ति र पार्टी उज्यालो नेपाल पार्टी हो। तसर्थ तपाईँहरूले उज्यालो नेपाल पार्टीलाई विश्वास गर्नुहोस्। आम जनताले चाहिँ देशैभरि उज्यालो नेपाल पार्टीलाई विश्वास गर्नुभएको छ। हामीलाई धेरै माया गर्नुभएको छ, विगतमा पनि माया गर्नुभएको छ। अब यो चुनावमा तपाईँले माया गरेर उज्यालो नेपाल पार्टीको चिन्हमा मतदान गरेर हाम्रो डम्बर लावतीजीलाई यो क्षेत्रबाट चाहिँ जिताइदिनु होला। यो क्षेत्रबाट उहाँ जित्नु भनेको कुलमान घिसिङले जितेर त्यहाँ सरकारको नेतृत्व गर्न सक्नुहोस्। तसर्थ तपाईँहरूले उहाँलाई जिताएर पठाउनु होला र समानुपातिकतर्फ तपाईँहरूले चाहिँ बाँसुरी चिन्हमा दिएर हाम्रो बढीभन्दा बढी उम्मेदवारहरूलाई जिताउनु होला। समानुपातिकमा हाम्रो चाहिँ राजेश पोर्तल भाइ 1 नम्बरको चाहिँ उम्मेदवार हुनुहुन्छ। हामीले जेनजीको भावनालाई बुझेर 1 नम्बरमा उम्मेदवार राखेका हौँ। उहाँलाई चाहिँ जिताउनु हाम्रो कर्तव्य हो। तसर्थ तपाईँहरूलाई म फेरि पनि अनुरोध, यो चुनावमा फागुन 21 को चुनावमा तपाईँले भोट परिवर्तन गर्नुहोस्। भोट पनि परिवर्तन गर्नु सके